यो गुड मर्निङ नमस्ते सबैजनालाई म चाहिँ सृजना आज चाहिँ म मेरो साथीहरुसँग ट्रिपमा जान आँटेको अनि हाल अहिले चाहिँ म इटलीमा बस्छु आज चाहिँ हामी इटलीको एकदमै फेमस ठाउँमा जान आँटेको त्यही भएर मैले यो भिडियो बनाएको छु आशा गर्दछु तपाईहरुलाई यो भिडियो मन पर्नेछ अनि यदि तपाईहरु कुन इटलीको कुन फेमस ठाउँ हो भनेर सोच्दै हुनुहुन्छ भने प्लिज यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला तपाईहरुले थाहा पाउनुहुनेछ इटलीको कुन चाहिँ फेमस ठाउँ अनि कसरी जाने अनि के गर्न सकिन्छ भन्ने कुराहरु चाहिँ थाहा पाउनुहुनेछ त्यही भएर प्लिज यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला म चाहिँ स्टेसन आइपुगिसकेँ अनि पछाडि देख्न सक्नुहुन्छ मेरो साथीहरु छन् अनि उनीहरु चाहिँ टिकट लिँदै छन् यहाँबाट हामी चाहिँ नापोलीको लागि निस्किन लागो Hey guys, say hello to everyone. He is Rahul and he is Ishan from India and she is my friend Aisha. Hello. हामी चाहिँ आफ्नो डेस्टिनेसनको लागि निस्किन लागो सो ट्रेन पनि रेडी भइसक्यो अनि हाम्रो खानेकुराहरु टन्नै झोलामा हालेर जान लाग्यो सो लेट्स गो सो गाइज हामी चाहिँ ट्रेनमा आइसक्यौं सबैजना आफ्नो सिट पक्रेर बसिसक्नु भएको छ यात्रीजनहरु तपाईहरु के यो ट्रिपको लागि एक्साइटेड हुनुहुन्छ एक्साइटेड छु स्ट्याचु नहीं अभी वो तो है ही स्टैचू कितने स्टैचू गाइस अनुहार हेर्नु न यिनीहरुको ओ माय गुडनेस बॉस ciao buongiorno come stai tu over धेरै भोक लागिसक्यो अनि मेरो साथीहरुले चाहिँ यहाँ खाना हैन खाजा पस्काउन लागेको छ खाजा पस्काउन 1 2 3 4 सो अब चाहिँ हामी खाजा quattro हैन quattro हैन गाइस यो quattro means 4 in Italian okay सो अब चाहिँ हामी खाजा साथ खान्छौं अनि त्यसपछि चाहिँ आरामले 2 घण्टा सुत्छौं त्यतिन्जेल हामी आफ्नो डेस्टिनेसन सम्म नि पुगिसक्छौं अनि त्यसपछि आए इधर अनि ऐसे करके लेना खाजा का ल गाइस मलाई चाहिँ धेरै डिमान्ड आइसक्यो कि यहाँ खाजाको भिडियो लिनु पर्यो भनेर त्यही भएर म चाहिँ उठेर आको लुक एट दिस ओहे ओ माय गुडनेस चिउरा नेपालीमा चिउरा इन्डियनमा पोहा गाइस छोटो बेकरी चम्मच हैन चम्मच अब हामी चाहिँ मिठो मिठो डेलिशियस पोहा खान्छौं जुन चाहिँ ईशानले बनाएको छ ईशान चम्चा चलो खाते हम खाते हम एक दूसरे को खिलाते चलो चीयर्स आयशा मैडम जी को कुछ चीयर्स सबैजना यहाँ हल्ला गर्दैछन् ओर्लिनलाई सबैजना हतार बस्छ अब हामी यहाँबाट ओर्लेर चाहिँ आफ्नो मेन डेस्टिनेसन जानलाई चाहिँ फेरि अर्को vehicles पक्रिन्छौं सो स्टे ट्युन गाइस हाम्रो ट्रेन पनि अब हामीलाई छोडेर जाँदैछ अब हामी चाहिँ छिटो गएर के पक्रिने हो राहुल अब हामी के चढेर जाने हो बस जाने हो अब हामी चाहिँ बस चढेर हामीलाई कम से कम आधी घण्टा जति भनौं न 15-20 मिनेट लाग्छ हैन ओके सो हामीलाई चाहिँ बसबाट 15 देखि 20 मिनेट लाग्छ रे गाइस अब हामी बसबाट जान्छौं 15 देखि 20 नापोलीको मेन लोकेसन मतलब कि स्टेसन झरबाट झरेर अब हामी बस समात्नलाई जाँदै छौं अनि तपाईले देख्न सक्नुहुनेछ यहाँ मेरो पछाडी कति धेरै भिड भाड छन् यहाँ मान्छे यता देखि यता कुदिरहेछन् गाइस
अनि यहाँ चाहिँ कति धेरै स्टोरहरू पनि छन् जे होस् स्टेसनमा पनि धेरै मतलब कि फेसिलिटीहरू छ क्या यहाँ जसले गर्दाखेरि चाहिँ ट्राभल गर्ने मान्छेहरूलाई चाहिँ सजिलो हुन्छ चाहिँ बस आयो अनि बसमा चढेर जान लाग्यो अब यहाँबाट चाहिँ 15 देखि 20 मिनट मात्रै लाग्छ अरे हामीलाई सो अब चाहिँ हामी आफ्नो डेस्टिनेसन जानलाई चाहिँ रेडी छौँ सो लेट्स गो टुगेदर देख्न सक्नुहुन्छ यत्रो ठुलो सिप छ मतलब कि मेरो अगाडि पनि छ अनि लोकेसन हेर्नु न यस्तो राम्रो छ पुरा सफा छ कन्स्ट्रक्सनहरू चलिरहेछ र पनि एकदमै सफा छ अनि मेरो साथीहरू चाहिँ पछाडि गएर सोध्दैछन् कि कसरी जाने हो मतलब कि कसरी सजिलो हुन्छ जानलाई भनेर बुझिरहेछ गाइस कस्तो लाग्यो त तिमीलाई यहाँ आएर भ्यू देखेर कस्तो लाग्यो धेरै रमाइलो लाग्यो साच्चैको गाइस मैले त त्यो सिपलाई त नि बिल्डिङ सोचिरहेको थिएँ हाँसो पर्ने कुरा छ नि है होइन मलाई एकछिन त लाग्दै लागेन कि कहाँ आइपुग्यौँ भएन अनि यसो हेरेको यो त सिप हो अरे यार गाइस मलाई चाहिँ लाग्यो यो बिल्डिङ हो तिमीलाई के लाग्यो त्यो मैले सोचेको थिएन मैले त बसबाट नै हेरेको थियो होइन म त त्यो बसमा त्यस्तो कुराहरू भइरहेको थियो नि त अनि खासै ध्यान पाएको थिएन अनि हुन्छ नि यहाँ बिल्डिङमा कन्स्ट्रक्सन चलिरहेको क्या हो त्यस्तो सोचिरहेको थिएँ तर सिप रहेछ हो माइ गॉड कहिलेकाहीँ यस्तै हुन्छ गाइस केही छैन ह्याभ फन इन्जोय द मोमेन्ट या अनि यस्तो राम्रो मतलब कि आजको दिन पनि एकदमै राम्रो छ सनी डे छ हिजोसम्म यति धेरै पानी परिरहेको थियो हिजोसम्म होइन 1 हप्तादेखि पानी परिरहेको थियो नि क्यासिनोमा अनि कस्तो अप्ठ्यारो भइरहेको थियो कि आजको दिन कस्तो हुन्छ घाम लाग्छ लाग्दैन तर घाम पनि लाग्यो हामी आइपुग्यो ओ माइ गॉड धन्न मेरो साथी लडेन अगाडि गाइस हामी चाहिँ टिकट काट्नको लागि जान लाग्यो मेन लोकेसनमा जानलाई चाहिँ बोटको टिकट काट्नु पर्ने छ सो त्यही भएर हामी बोटको टिकट काट्नलाई चाहिँ टिकट काउन्टरतिर जाँदैछौँ यति धेरै भिड छ नि आज एक त होलिडे भएर होला यति धेरै भिड छ समर पनि आइसक्यो सो धेरै भिड छ गाइस आज A few moments later गाइस टिकट लिन आएको टिकट लिने ठाउँमा चाहिँ यति प्याक थियो अनि कि टिकट चाहिँ पाएनौँ हामीले आज हामीसँग चाहिँ के भइरहेछ हरेक टाइम एक-एकवटा मतलब कि छुटिरहेछ एउटा छुटिरहेछ अर्को पाइरहेछ एउटा छुटिरहेछ अर्को पाइरहेछ सो अब मेरो साथीहरू चाहिँ बुझ्न गर्छ टिकट कहाँ छ अर्को काउन्टर नेक्स्ट काउन्टर किनकि त्यो काउन्टरमा चाहिँ बुकिङ प्याक भइसक्यो कम्प्लिट भइसक्यो सो अर्को काउन्टर बुझ्न गर्छ अनि टन्ने सामान थियो नि त कता कता बोकेर हिँड्नु भनेर म चाहिँ अनि यहीँ बसिरहेको छु सामानसँगै सो उनीहरू चाहिँ टिकट काटेर आउँछ त्यतिन्जेल चाहिँ म यहीँ सामान पुरेर बस्छु अनि त्यसपछि टिकट काटेर आएपछि चाहिँ हामी बोटको ट्राभल गर्ने गाइस हामी चाहिँ अब चढेर जान लाग्यो अनि हाम्रो अगाडि चाहिँ एकदमै ठुलो सिप छ अब चाहिँ हामी त्यसमा बसेर जान्छौँ अनि मेरो पछाडि देख्न सक्नुहुन्छ यहाँ चाहिँ कति धेरै मान्छे छन् आज चाहिँ होलिडे पनि हो त्यही भएर एकदमै धेरै टुरिस्टहरू छन् अनि वी आर एक्साइटेड कस्तो हुन्छ ट्रिप हेरौँ बोटभित्र आइसके अब चाहिँ हामीलाई यहाँबाट काप्रे पुग्नलाई चाहिँ अराउन्ड कति मिनट लाग्छ राहुल 40 to 45 मिनट अराउन्ड 40 to 45 मिनट्स लाग्छ रे गाइस सो तपाईहरु भ्यू देख्न सक्नुहुन्छ मेरो पछाडि कति राम्रो छ सो लेट्स इन्जोय द भ्यू गाइस
later. आजको हाम्रो ब्रोतोको ट्रिप चाहिँ क्यान्सल हुने जस्तो भएछ किनभने पानीको बहाव भएर चाहिँ त्यहाँ चाहिँ कुनै पनि बोट जाँदैन भनिरहेको छ त्यही भएर हामी यतापट्टि रहेको पछाडि देख्न सक्नुहुन्छ भने पछाडि येलो बोट छ हामी चाहिँ त्यो एरिया चाहिँ ट्राभल गर्ने सोचिरहेछौँ सो लेट्स गो शान्त भयो है अलिकति ओ माय गॉड आइसा कति मजा आएको हामीलाई लास्ट ओ माय गॉड सोचेको थिएन साँच्चै पनि त्यो डेस्टिनेसन मजा आउँछ किन मजा आइरहेछ ओ माय
रेस्ट गऱ्यौँ, एकछिन इन्जोय गऱ्यौँ। अनि त्यसपछि अब चाहिँ हामी फर्किने बेला पनि भइसकेको छ। फर्किने बेला नि भइसकेको छ। सो किनकि हामीलाई टाढा पनि जानु छ, धेरै समय छैन हामीसँग, टाइममै जानुपर्छ, नत्र फेरि ट्रेन पाउँदैन। सब प्रब्लम यही हो। त्यही भएर अब हामी चाहिँ यहाँबाट फर्किनेछौँ गाइस। त्योभन्दा अगाडि चाहिँ म तपाईँलाई यहाँको भ्यू देखाउन जाँदैछु। तपाईँहरू यदि काप्री घुम्ने आउने सोच्दै हुनुहुन्छ भने चाहिँ प्लिज टाइम लिएर आउनु होला। हामीसँग चाहिँ सफिसियन्ट टाइम थिएन है आइसा, त्यही भएर हामीलाई कति ठाउँ हतार हतार गरेर घुम्न पर्यो। कति क्लिपहरू त लिन नि पाएनौँ है, थकाइ पनि त्यस्तै लागेको थियो। जे पनि देख्यौँ, जति पनि देख्यौँ, अनबिलिभेबल थियो। We can't express in words. Yes, about the views. And even though we 7 So अब चाहिँ हामी फर्किँदैछौँ फाइनली। जानुमा त मन छैन तर जानुपर्छ गाइस, के गर्ने, आफ्नो घरै उतै छ। तिमीहरूलाई जानु मन छ कि छैन गाइस भन त। ल गाइस, लास्ट टाइम बाई बाई दिस प्लेस। फेरि पनि अघि चढेको जस्तै सिपमा हामी आइसक्यौँ। त्यही हो, सेम टु सेम त्यही हो। ओके, सो अघिकै सिप जस्तो नि लाग्छ हामीलाई, कि अर्को नि हुनसक्छ थाहा छैन। राहुलले चाहिँ त्यही सेम हो भनेर भन्दैछ। सो वी आर गोइङ ब्याक टु होम। अब कति टाइम लाग्छ यहाँबाट थाहा छैन। टाइममा गाडी पाए त हुने हो, यहाँबाट गयो गाडी होइन ट्रेन पाए त हुने हो नापोलीदेखि। हेरौँ पाउँछ कि पाउँदैन गाइस। लेट्स गो गाइस। बल्ल 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 घर पुग्न आँटिसक्यो। आधा बाटो पुग्यो होइन आइसा, आधा घण्टा अलिकति। अनि अझै यहाँबाट ओर्लेर पनि अझै हामीलाई हिँड्नु छ। अनुहार चाहिँ थाकेर यस्तो कति नपतिको भइसक्यो। मेरो आँखा हेर्नु न, 40 मिनट यहाँबाट ट्रेनबाट जानलाई स्टेसनमा, स्टेसनबाट 40 मिनट हिँडेर जान फेरि घर। गाइस यस्तै छ जिन्दगी। अब म तपाईँहरूलाई घर गएर भेट्छु है, बाई बाई। 3 hours later. फाइनली गाइस घर आइपुग्यौँ, फ्रेस भयौँ, खाना बनाएर खायौँ। यति गर्दा गर्दा यहाँको अराउन्ड 1 बजिसक्यो। सो अब चाहिँ म सुत्न जान्छु। आशा गर्दछु तपाईँहरूलाई मेरो आजको भिडियो मन पर्यो होला भनेर। यदि मन पर्यो भने चाहिँ प्लिज च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। So I will be back soon with my new videos. Till then, take care. Bye bye.